बढी लगानीमा बुद्धको क्रीडास्थल कपिलवस्तुबाट एसियन थाई फुड्स प्रालीले उत्पादन सुरु गरेको छ। फुड्स प्रालीले दोस्रो युनिटको रूपमा सो उत्पादन सुरु गरेको हो। कम्पनीले 24 घण्टामा 15,000 कार्टुन चाउचाउ उत्पादन गर्न टन क्षमता हो। प्रतिदिन हामीले 24 घण्टा उत्पादन गर्यो भने 20 टन हामी चाउचाउ बनाउँछौँ। 20 टन चाउचाउ बनाएको एउटा सर्दर हिसाब हेर्दाखेरि 4.5 लाख प्याकेट 4,50,000 प्याकेटको उत्पादन हामी गर्छौँ 24 घण्टामा रनिङमा 3 शिफ्ट चलायो भने हाम्रो त्यो हो। यसमा 250 जनालाई हामी रोजगार दिन्छौँ 24 घण्टामा 250 जनालाई हामी रोजगार दिने हाम्रो 24 आवर्समा। र अहिले लागतको हिसाबले गर्दाखेरि हाम्रो मोटामोटी 40 करोड लागत भइसकेको छ र आउने दिनमा चालु पुँजीको लागि थप हामीले 20-25 करोड अरू हामी यसमा हाल्नुपर्छ हामीले। र हाम्रो कमिङ डेजमा हामीले यहाँ स्न्याक्सको पनि उत्पादन गर्छौँ। चिज बोलहरू त्यो पनि हाम्रो मसिनहरू हामीसँग छँदैछ, त्यसको कन्स्ट्रक्सन भइरहेछ, त्यो पनि उत्पादन गर्छौँ। र मसलाहरूमा पनि हाम्रोसँग मसिन छ, त्यो पनि हामी उत्पादन गर्छौँ। त्यसको लागि थप लगानी हामी अझ गर्छौँ। अनि तपाईहरु यो क्षेत्रमा आउनुभयो अलिकति किन बताइदिनुहोस्? हाम्रो आउने कारण हामी 5 सालदेखि हामी प्रयास गरेका थियौँ कि पश्चिम नेपाल भनेको नेपालको अहिले सबभन्दा मतलब राम्रो क्षेत्र मानिन्छ। यहाँ कन्ज्युमरहरूको बिहेभियर जुन छ चाउचाउप्रति धेरै आकर्षण छ। र हामीले आउनु कारण एउटा सबभन्दा ठुलो कारण के थियो भने अब त्यहाँ पूर्वबाट पश्चिम जुन माल पठाउँदाखेरि ट्रान्सपोर्टेसन कस्ट जुन लागत कस्ट हाम्रो धेरै बढी भएको थियो। त्यसले गर्दाखेरि हामीले लोकल इन्डस्ट्रीसँग हामीले कम्पिटिसन गर्न सकेको थिएनौँ। अब हाम्रो यहाँ लागत कस्ट हाम्रो ट्रान्सपोर्टेसन कस्ट कम भएपछि हामीले अझ राम्रो गतिले एउटा काम गर्न सक्छौँ। अहिले उत्पादन के जस्तो खुलाइदिनु? हाम्रो उत्पादनमा अहिले प्रीति हाम्रो मेन हो, प्रीति हो, रम्पमो र 2 PM चाउचाउ। 40 करोड बढी लगानीमा बुद्धको क्रीडास्थल कपिलवस्तुबाट एसियन थाई फुड्स प्रालीले उत्पादन सुरु गरेको छ। फुड्स प्रालीले दोस्रो युनिटको रूपमा सो उत्पादन सुरु गरेको हो। कम्पनीले 24 घण्टामा 15,000 कार्टुन चाउचाउ उत्पादन गर्ने जनाएको छ।